आज चाहिँ तपाईँको सुत्ने बेलामा 9:46 चाहिँ प्रहरीहरूले चाहिँ उहाँ गएर पक्राउ गरेको र अन्तिम इच्छा सोधेको कुरा चाहिँ अहिले एकदमै मिडियामा पेचिलो बनेको छ र भोलि त्यो अन्तिम इच्छा सोध्ने जो प्रहरी जिम्मेवार प्रहरी हुनुहुन्छ हामी उहाँलाई सडकमा ल्याएर प्रश्न गर्न चाहन्छौँ। तपाईँले त्यो प्रश्न आफ्नो मनले सोध्नुभयो कि तपाईँलाई माथिका मठाधीशहरूले तपाईँलाई त्यो प्रश्न सोध्न बाध्य बनाएर पठाएको यसको जवाफ दिनुपर्छ र अन्तिम इच्छा कस्तो अवस्थामा सोधिन्छ त्यसको जवाफ पनि नेपाल प्रहरीले दियोस् भन्ने हामी चाहन्छौँ। पक्राउ गर्ने बेला त्यहाँ हुनुहुन्थ्यो उपस्थित? हामी थियौँ, हामी बाहिर गेट बाहिर थियौँ, भित्र चाहिँ म बसेको थिइनँ। प्रहरीको पक्राउ गर्ने बेलाको शैली कस्तो थियो? भित्र कोठाभित्रै गएर प्रवेश गरेरै निकालिएको भन्ने कुरा आएको छ, कपडा समेत मिलाउन दिएको छैन भन्ने कुरा आएको छ। होइन, म त्यो पक्राउ गर्ने बेला अलिक ढिलो पुगेको थिएँ, तर त्यो सबै फुटेजहरू हेर्दाखेरि चाहिँ उहाँको बेडरुमबाटै बसेको ठाउँबाट प्रहरीले चाहिँ त्यो दाइको बेडको वरिपरि बसेर नै पक्राउ गरेको हामीले हजुर हो। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि आज शुक्रबारको दिन आज फैसला लेखिएको कुरा 1 बजे नै थाहा थियो होइन, अदालत सबै परिसरलाई थाहा थियो, तर त्यो चाहिँ रवि लामिछानेज्यूलाई चाहिँ एकदमै ढिलो गरिकन थाहा दिएर अनि दिउँसो 3 बजेदेखि नै रवि दाइको घर वरिपरि प्रहरीहरू परिचालन गरेको भन्ने कुरा चाहिँ आएको छ। यसमा चाहिँ यो राज्यको मिलेमतो कसरी राज्यले एउटा नागरिकलाई चाहिँ दबाउन खोज्छ भन्ने कुराको प्रमाण हो। यो त आज रवि लामिछानेको मात्र हो, भोलि आउने हाम्रा सन्ततिहरूको पनि भविष्य खोजिएको हो नि त। यसमा तपाईँ हामीले प्रश्न गर्ने किन? आज रवि लामिछाने कुनै पनि दलका पार्टीका नेताहरूले पनि यो नसोच्दा हुन्छ कि आज रवि लामिछाने मात्रै हिरासतमा पर्यो भनेर नहाँस्दा हुन्छ, किनभने भोलि यो नियति त उनीहरूमाथि पनि त गुज्रिन्छ नि। त्यस कारणले गर्दाखेरि आज हामी जुन एउटा लोकतन्त्रको अभ्यास भनेर हिँडिराखेका छौँ, यिनीहरू भन्छन् बार लोकतन्त्रलाई खतरा 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 भनेर, तर यो लोकतन्त्र भनेको ओली तन्त्र र देउवा तन्त्र मात्रै हो। यिनीहरूले जे गरे पनि हामीले सहेर बस्नुपर्ने, यिनीहरूको राणा शासन हामीले कहिलेसम्म सहेर बस्ने? अब पत्रकार साथीहरू, तपाईँहरू राज्यको चौथो अङ्ग हो, तपाईँको क्यामेरा अब यी ओली र देउवाहरू समक्ष दिनदिनै पुग्नुपर्छ, र्याखर्याक्ती पार्नुपर्छ। बालुवाटार र सिंहदरबारको अँध्यारो कुनामा बसेर नेपाली जनता विरुद्ध, नेपाली जनताको भाग्य र भविष्य विरुद्ध फैसला गर्ने अधिकार अब यी लुटतन्त्रका ठेकेदारहरूसँग हुँदैन। र फेरि पनि अर्को कुरा, त्यो जसले रवि लामिछानेलाई अन्तिम इच्छा सोधेको छ नि, त्यो प्रहरीको चाहिँ अनुहार सार्वजनिक गर्न पनि तपाईँहरू सम्पूर्ण मिडियाकर्मी साथीहरूलाई म यहाँबाट विनम्र गर्न चाहन्छु। यतिबेला हामी संवाद गरिरहेका छौँ जिल्ला प्रहरी परिसर के माने छ प्रहरी साहब? राति घरमा बसेर सानो कुरा हो यो, अझ प्रहरीबाट मान्न पर्ने हामीले के भनेको छ? पत्रकार साथीहरूलाई खिच्न नदिने हामी के भनेको सीमा पनि विवाद गरिरहेको छ, जति पनि बसाइ लाग्नु रिक्वेस्ट गरेको यता साइड लाएर त्यो गाडीमा हो र होइन होला? जो राष्ट्रसभा प्रतिबद्ध छ त्यही ढङ्गले पार्टी अगाडि बढ्छ। तर भन्नमा आएको छ नि अस्ति भर्खर रवि लामिछानेले अब भोलि आमसभा हुने ठाउँमा अब चाहिँ यिनीहरूको भण्डाफोर गर्नेछु, मलाई यिनीहरूले कतिसम्म गरेका छन् भनेर उहाँकै भिडियोबाट भन्नुभएको थियो। यही कारणले गर्दाखेरि सरकार डराएको अवस्था हो के सृजना भएको अवस्था? यसलाई सरकार र न्यायालय जुन कार्यपालिका व्यवस्थापिका न्यायपालिका चाहिँ शक्ति पृथकीकरणको आधारमा भिन्न भिन्न निकाय हो। यद्यपि सरकार र न्यायालयसँग नजोडिने विषय भएको कारणले पनि यो संयोग भन्ने वा के भन्ने, यद्यपि यसमा प्रश्न चिन्ह छ। मैले अघि नै भने पार्टी सभापतिज्यूले चितवन नगएर आफ्नो कुराहरू राख्छु भन्छु, भण्डाफोर गर्छु र सम्पूर्ण कुराहरू चाहिँ चितवन कार्यक्रम भन्ने र हजारौँ मास भोलिको तयारी भइरहेको थियो। पूर्व सन्ध्यामा समातिनु यो एक किसिमको रहस्यको विषय चाहिँ पक्कै हो। जस्तै अब ओली सरकार भ्रमणको लागि उता जानुभएको छ, थाइल्यान्ड हुनुहुन्छ अहिले। त्योभन्दा अगाडि रविलाई पक्राउ गर्नको निम्ति योभन्दा अगाडि पनि उहाँ अमेरिकामा जानुभएको थियो। यो चाहिँ किन उहाँ बाहिरै गएको अवस्थामा चाहिँ रवि लामिछानेमाथि चाहिँ यो छोपिनु घुमिनुको अर्थ चाहिँ के हो यो खास? यसभन्दा अगाडि पक्रिदानी प्रधानमन्त्री सम्मानित प्रधानमन्त्री नेपाल हुनुहुन्न थियो। अहिले नि जुन एउटा अन्तर्राष्ट्रिय सम्मेलनकै सिलसिलामा थाइल्यान्ड हुनुहुन्छ। यही बेला पार्टी सभापतिले अदालतबाट यो आदेश आउनु चाहिँ एउटा
के भन्छ नि कुखुरो पनि हराउनु स्याल पनि कराउनु भने जस्तो यो किसिमको भएको अनुभूति भएको छ। प्रधानमन्त्रीज्यूकै गएको बेला यस्तो आउनु चाहिँ प्रश्न चिन्ह त छ। मैले अघि नै भने शक्ति पृथकीकरण आधारमा छुट्टा छुट्टै निकाय हुन्, यद्यपि न्यायालय र सरकारलाई जोड्नु उचित होइन। तर सरकारलाई जोडिने विषय चाहिँ के हो भने पर्साको मुद्दा चाहिँ प्रहरीले सरकारी वकिललाई बुझाउने, सरकारी वकिलले चाहिँ अदालतमा पेश गर्न ढिलासुस्ती भएको विषयमा चाहिँ सरकार पनि दोषी छ र न्यायालयको विषय चाहिँ एउटा किसिमको ढङ्गबाट आयो। यद्यपि शक्ति पृथकीकरणको आधारमा हेर्दाखेरि यसलाई एउटै डालोमा हाल्नु उपयुक्त हुन्छ जस्तो मलाई लाग्दैन। जस्तै भोलि चितवनमा आमसभा हुँदैछ होइन, आमसभा हुनको निम्ति उहाँले सबै कुरा भण्डाफोर गर्छु भनेको कारणले गर्दाखेरि यिनीहरूको पोल खोलिने हो, यिनीहरूको चाहिँ नारी सबै कुरो चाहिँ अब यिनीहरूलाई छामेको कारणले गर्दाखेरि अबको फाइलहरू चाहिँ अब त्यहाँ गएर कार्यक्रममा आफ्ना कुराहरू बेली बिस्तार भन्छु र राज्यले मसँग गरेको अन्यायको कुराहरू गर्छु र चितवनवासीबाट आम देशभरि र अन्तर्राष्ट्रिय स्तरमा मेसेज पुर्याउँछु भन्ने ढङ्गले जुन कार्यक्रमको तयारी गरिएको थियो, साँच्चै आज चितवनमा कार्यक्रम गर्नको लागि पार्टी सभापतिज्यूले भन्नुभएको छ। अन्य नेताहरूले विषयमा कुराकानी राख्नुहुनेछ र पार्टीले चितवनको कार्यक्रमलाई अगाडि बढाउन पार्टी सभापतिज्यूले गर्नुपर्छ भन्ने कुरा पनि आइरहेको छ। अब के तपाईँहरू रविलाल छाने त भित्र हुनुहुन्छ अब केही समयको लागि, तपाईँहरू कसरी? यहाँको पहिलो प्रश्न रवि लामिछाने भनेकै राजसभा भनेकै रवि लामिछाने भन्ने विषय चाहिँ के हो भने पार्टी सभापतिकै सोचबाट यो पार्टी स्थापना भएको हो। यसकारण पार्टीको एउटा बच्चालाई जसले जन्म दियो त्यही आमा बाबुआमाले मात्रै त्यो बच्चाको राम्रो स्याहार सुसार गर्न सक्छ, एउटा वयस्क बच्चा बनाउन सक्छ। हाम्रो शिशु अवस्थामा रहेको पार्टीलाई पार्टीको एउटा नेतृत्व आश्रय अभिभावकत्व स्वाभाविक ढङ्गले आवश्यक पर्थ्यो। र अर्को कुरा आन्दोलनको विषय चाहिँ नागरिक समाजले स्वतस्फूर्त गर्ने आन्दोलनलाई त हामीले कहिले पनि रोक्न सकेनौँ। यसभन्दा अगाडि पनि नागरिक समाजले स्वतस्फूर्त आन्दोलन गरेको छ र पार्टीले आधिकारिक रूपमा आन्दोलन गर्ने नगर्ने र अन्य पार्टीले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउने नजनाउने भन्ने विषय चाहिँ पार्टीका विभिन्न निकाय छ, पदाधिकारी छ, सचिवालय छ, केन्द्रीय समिति छ, त्यसमा छलफल भएर एउटा पार्टीले औपचारिक निर्णय गरेपछि मात्रै हामीले बोल्न सकिन्छ। नागरिक समाजबाट भएको आन्दोलनलाई लगायतको जवाफले त केही शङ्का त उत्पन्न भएको छ। अब के राप्रपा लगायतसँग मिलेर आन्दोलन गर्ने होइन, यस्तो विषयमा चाहिँ एउटा व्यक्तिले भन्न आवश्यक हुँदैन। म पार्टीको एउटा जिम्मेवार तहमा रहेको पार्टी नेतृत्व नेता कार्यकर्ता भएको हिसाबले मैले अघि नै यहाँलाई इङ्कित गरेँ, नागरिक समाजले स्वतस्फूर्त र युवाहरूले गर्ने स्वतस्फूर्त आन्दोलनलाई चाहिँ यो लोकतन्त्रमा सबैले विरोध गर्ने अधिकार छ, गर्न सक्नुहुन्छ। यद्यपि पार्टीले अन्य पार्टीले गरेको आन्दोलन र यो विषयलाई आन्दोलन गर्ने नगर्ने विषय चाहिँ आधिकारिक निर्णयपछि मात्रै यहाँहरूको मिडियामा जानकारी हुनेछ। जस्तै अघि प्रहरी गयो भन्यो 3 बजेदेखि तैनात प्रहरी चाहिँ पहिलादेखि 3 बजेदेखि नै अब सिभिलमा केमा घुमिरहेको अवस्था थियो भन्नुभयो र न्युज अनुसार आउँदाखेरि चाहिँ मलाई के भन्यो भने उहाँ नुहाउनको निम्ति जानलाई पनि दिएन भनेको छ। एउटा गुन्डा शैलीमा गएर तेरो सभापतिको अन्तिम इच्छा के छ, अन्तिम इच्छा सोध्नुको के तात्पर्य के होला? होइन, अन्तिम पनि फिल्ममा एउटा फिल्मी शैलीमा हेर्नु न, कसैलाई फाँसीमा झुन्डाउन लिएर गइरहेको छ भने उसलाई अन्तिम इच्छा सोचिन्छ होइन, उसलाई आजीवन कैद राख्नका छ भने एकछिन त केहीसँग आफ्नो श्रीमती कोहीसँग भेट्छस् कि बाबुआमालाई कल गर्छस् भनेर अन्तिम इच्छा सोधिन्छ। यसको तात्पर्य के हो? एउटा डिएसपी जस्तो मर्यादित पदमा भएको व्यक्तिले एउटा पूर्व गृहमन्त्रीलाई एउटा यस्तो शब्द बोल्दाखेरि तपाईँहरूको राजसभाको पुरै टिमले कसरी हेरेको अवस्था छ यो? होइन, प्रहरी चाहिँ पहिले अगाडि पुग्नु, 3-4 बजे नै पुग्नु, प्रहरी सिभिलमा तैनात हुनु, यो ढङ्गले चाहिँ न्यायालयबाट के आदेश आउँदैछ भन्ने कुरा प्रहरीलाई पूर्ववर्त अवस्थामा कसरी जानकारी हुन्छ? पहिलो प्रश्न। दोस्रो प्रश्न चाहिँ प्रहरी चाहिँ पक्राउ पुर्जी बिनै, त्यसको हार्ड कपी प्रिन्ट बिनै प्रहरी उपस्थित भएर झन्डै प्रहरी गएको 1-1.5 घन्टापछि मात्रै हार्ड कपी उपलब्ध भइसकेपछि जुन किसिमको प्रहरीले हार्ड कपी प्रिन्ट गरेर ल्याइएको थियो र पक्राउ पुर्जी त्यहाँ गएर लेखिएको थियो। दुईवटा कुरा थियो। अदालतको आदेश चाहिँ उहाँहरूले प्रिन्ट गरेर उपलब्ध गराउनु भयो र पक्राउ पुर्जीको विषय चाहिँ त्यहाँ बसेर पनि बनाइएको थियो। त्यसपछि पार्टी सभापति रवि लामिछानेलाई समातिएको हो। जहाँसम्म अन्तिम इच्छा के छ भन्ने विषयको चाहिँ यसको आधिकारिकता नआइसकेको कारणले गर्दा त्यो भनिएको हो या होइन मैले सुनिएकोले भिडियो नै आइसकेको अवस्था हो भने अन्तिम इच्छा के हो भन्ने कुरा चाहिँ प्रहरीको नालायकीपन्ता हो। त्यो भिडियोमा छ भने प्रहरी गैर जिम्मेवारपूर्ण तरिका हो। प्रहरी नागरिकको शान्ति सुरक्षा यो राज्यको कानुनको प्रमुख फलोअर हो प्रहरी। त्यो कानुनको प्रमुख फलोअर निकायले नै यो किसिमको दादागिरी ढङ्गले प्रश्न सोधिरहेको छ भने अब प्रहरीमाथि प्रश्न चिन्ह हुन्छ, सरकारमाथि प्रश्न चिन्ह हुन्छ। राज्यले प्रतिशोधपूर्ण श्रृङ्खला कायम राखेको छ। अब आम नेपाली जनता स्वतस्फूर्त जाग्नेछन्, एक ढङ्गले यसको विरुद्धमा लाग्न पर्नेछ। हिजो राजा राणा तानाशाही भयो भनेर यी दलका नेताहरूले नेतृत्व गरे, यिनीहरू नै आइसकेपछि
योभन्दा पनि बढी जुन तानाशाही हुने र नयाँ वैकल्पिक शक्ति र अभियानलाई रोक्न खोज्ने र अन्तिम इच्छा के छ भनेर धम्क्याउने सम्मानको भिडियो आएको छ भने यो घोर विरोधयोग्य छ, भर्सना योग्य छ। तपाईहरूलाई जतिखेर सहपति समातिँदै गर्दाखेरि र अहिलेसम्म तपाईँहरूलाई जसरी प्रहरीले ज्यादती गरेको छ यस विषयमा चाहिँ के भन्नुहुन्छ? प्रहरीको ज्यादती त हामीले श्रृङ्खलाबद्ध ढङ्गले विरोध गरेका छौँ। चाहे त्यो चितवनबाट उठाएर पर्सा लाने क्रममा मध्यरातमा उठाएको विषय होस् या प्रहरीले पक्राउ पुर्जी बिना 1-1.5 घन्टा अगाडि गएर जुन ढङ्गले दुःख दिने बेडरुमसम्म पुग्ने र तेरो अन्तिम इच्छा के छ भन्ने किसिमको ज्यादती छ भने हामी घोर विरोध भर्सना गर्छौँ। प्रहरी भनेको मैले अघि नै पनि यो कानुन यो कानुनी राज्यको कानुनको फलोअर हो। प्रहरीले त्यो निकाय त्योलाई बुझ्नुपर्छ। आज प्रहरी कुनै सत्ता र शक्तिबाट परिचालित छ र दुरुपयोग त्यो शक्ति भएको छ भने त्यो हुनु उचित होइन। हामी यस्ता किसिमको गतिविधि हिजो पनि विरोध गरेका छौँ, आज पनि विरोध गर्छौँ, भोलिका दिन पनि विरोध हुन्छ। र इतिहासमा यस्ता किसिमका घटना, इतिहासमा यस्ता किसिमको प्रहरीको दमनकारी घटना चाहिँ कालो धब्बाको रूपमा दर्जी हुन्छ। तपाईँका केही कार्यकर्ताहरूलाई यहीँ प्रहरीले कुट्यो, यहीँ चाहिँ केही भिडियोहरू डिलिट गरियो भनेर चाहिँ भनिरहनु भएको छ र पनि तपाईँहरू निरीह भएर हेरिरहनु। मध्यरातमा यतिका धेरै मानिसहरू अहिले उपस्थित हुनुहुन्छ। हामी निरीह भएको होइन। प्रहरी जुन ढङ्गले प्रस्तुत भएको छ हाम्रो त्यही ढङ्गको अराजकता प्रस्तुत हुने हो भने अस्तिको आन्दोलनमा भएका तोडफोडहरू यहाँले हेर्नु हो भने राष्ट्रसभा कार्यकर्ता विवेकी छन्, राष्ट्रसभाका नेता कार्यकर्ताहरू त्यो किसिमका सोच विचारका छन्, जसकारण कहिलेकाहीँ प्रहरीका त्यस्ता किसिमको दमनलाई पनि हामी मौखिक रूपमा विरोध गर्छौँ, त्यसलाई इतिहासमा दर्जित गर्छौँ। तर हामी अहिले नै प्रतिवादमा उत्रिने भन्ने कुरा होइन। सधैँ निरीह भएर बस्न सकिँदैन। बढी दमन भएपछि जति बललाई प्रेसरले भुइँमा हानिन्छ त्यति नै माथि आउँछ भने जस्तै प्रेसर कुकरको सिट्टी पनि तलबाट प्रेस बढी हानेपछि त्यसले सिट्टी एउटा आवाज दिन्छ। हामी विरोध गरिरहेका छौँ। यो विरोधको श्रृङ्खला यद्यपि समय परिस्थितिमा बदलिने र द्रुत गतिमा झन् यसको दमदार गतिमा विरोध हुन सक्छ। जस्तै पक्राउ पुर्जी जारी गर्नु अगाडि नै होइन एउटा पेपर तयारी गरेर पक्राउ पुर्जी गरेर गइन्छ। त्यहाँ त पक्राउ पुर्जी नलिकिकन गएको अवस्था छ नि। यसलाई हेर्दाखेरि कसको सेटिङमा चाहिँ अहिलेको प्रहरी चलिरहेको अवस्था छ? माथिको आदेश आइसकेपछि प्रहरी एक किसिम ढङ्गले अगाडि बढ्यो होला। त्यसकारण माथिको आदेश आइरहँदा चाहिँ त्यो विवेकपूर्ण आदेश आउनुपर्छ। पक्राउ पुर्जी त्यहाँ गएर बनाउने र अदालतको आदेश चाहिँ त्यहाँ गएर फैसला चाहिँ त्यहाँ गएर प्रिन्ट गर्न चाहिँ प्रहरीको एक किसिमको अव्यवहारिक पन्था र काँचो पन्था देखियो। कसको सेटिङ होला यो एउटा सेटिङ हेर्दाखेरि स्वाभाविक राज्य शक्तिकै दुरुपयोग हो। प्रधानमन्त्री भ्रमणमा हुनुहुन्छ होइन, भ्रमणमा गएको व्यक्तिले एउटा प्रधानमन्त्रीलाई त खबर हुन्छ, उहाँको कल आउनु पर्ने हो होइन। एउटा समाउनको निम्ति गृहमन्त्रीलाई आदेश दिनको निम्ति त एउटा हुन्छ नि होइन। प्रहरी प्रशासन स्वाभाविक ढङ्गले गृह मन्त्रालयको मातहतमा हुन्छ। गृहमन्त्रीको माथिल्लो मातहत केही छ भने त्यो स्वाभाविक प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री हो। यसकारण प्रहरीलाई यो किसिमको प्रेसरपूर्ण, हतोत्साहितपूर्ण, हतारपूर्ण किसिम ढङ्गले अगाडि बढ्नु चाहिँ स्वाभाविक गृह प्रशासन र प्रधानमन्त्री कार्यालय प्रधानमन्त्री मातहत बाहेक अरूबाट कहीँबाट आउन सक्दैन। यो किसिमको रमेश लेखकलाई चाहिँ किन यतिको हतार? रवि लामिछानेले पक्राउनको निम्ति चाहिँ किन हतार? यहाँले भोलि बिदाको समय छ होइन। अब उहाँ कतै भाग्ने एउटा हो। यहाँले सोच्नु भएको कुरा रवि लामिछाने भाग्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चौथो अङ्ग भनौँ न, अब एउटा चौथो नै भनौँ, चौथो ठुलो एउटा पार्टीलाई, एउटा सभापति जस्तो व्यक्तिलाई यस्तो एउटा कुकुर शैलीमा समाउनुको कारण चाहिँ किन हो सर यो खास? होइन, रवि लामिछानेमाथि गृह प्रशासन हिजोदेखि नै लागिरहेको छ। तपाईँले जो रमेश लेखक गृहमन्त्रीज्यूको नाम लिनुभयो, उहाँलाई किन किसिमको हतार भयो, किन यो गरियो भन्ने कुरा त मध्यरातमा गृहकै आदेशबाट, माथिल्लो आदेशबाट तुरन्त उठाएर लान्छस् कि माथिबाट फोर्स पठाउँ भन्ने सम्मको गतिविधि भइरहेको अवस्थामा यो हतार देखिनुलाई हामी अनौठो मान्न पर्दैन। राज्य लोककल्याणकारी छैन, राज्य कानुनी हिसाबले समानता हिसाबले हेर्दैन, प्रतिशोधपूर्ण ढङ्गले प्रस्तुत छ। त्यसकारण गृहमन्त्रीको नालायक पन्था हो। यस्ता गृहमन्त्रीको राजीनामा माग भइरहेको छ। हामी पनि यही सडकबाट गृहमन्त्री रमेश लेखकको राजीनामा माग्छौँ, घोर विरोध भर्सना गर्छौँ। धन्यवाद। हस्, धन्यवाद।